सो गाइस यो देख्नुहुँदैछ यो मेरो घर हो। अनि यो बाटो जुन चाहिँ छ अस्तिको पानीले गर्दा एकदमै खराब गरिसकेको छ। अनि यहाँ मुनि मेरो सानो बारीहरू अनि यो बारहरू पनि एकदम बिग्रिसकेको छ। अनि यो यता देख्दै गर्नुभएको यो मेरो सानो किचन। अनि गाइस आज चाहिँ के गर्नु छ भने यो बाटो जुन चाहिँ छ भत्किसकेको छ नि त। अनि आज यसमा चाहिँ माटोहरू छापिदिउँ भनेको नि त। अनि यो बारहरू पनि रिपेयरिङ गर्नुपर्छ अनि किनभने दिनदिनै अब क्रिसमस आउँदैछ। सो तयारी हुँदै गर्नुपर्छ नि त अब है। यहाँ यसको लागि नै यो हेर्नुहुन्छ यो बाटो हो नि त। यहाँ मुनि मैले बाटो खोलिदिएको अस्तिको पानीले त्यस्तो गरेछ नि। यहाँ मैले उयो लगाएको थिएँ कि सानो माटो छापेर देवल लगाएको थिएँ। यो सिमेन्टको बोल बिग्रेको सिमेन्टहरू हो यस्तो भइरहेको छ नि त। यो चर्की पनि रहेछ तल पहिरो गएर। अन्त यसलाई चाहिँ म ढाकिदिउँ भनेको अहिले फिलहाल यति बोकिसकेको छु। अझै बोक्नुपर्ने छ माटो यहाँ छ भने क्लियर गर्नुपर्ने छ। माटो त मैले परबाट बोक्दैछु किनकि अस्ति पहिरो गएको त्यो माटो थियो नि त त्यहाँबाट म सफा गर्दैछु। सो हेर्दै गर्नुहोस् गाइस। माटो छापेर यस्तो देख्ने भएको छ। अघि जस्तै देखेको थियो एकदम मजाले मिलिसकेको छ। अनि यो अब भोलि पर्सिको दिनमा यो बारहरू चेन्ज गरिदिउँ भनेको अब यो बाँस काटेर यताबाट नै। सो गाइस थ्याङ्क यू सो मच हेर्नुभएकोमा। फेरि भेट्नेछौँ नेक्स्ट भिडियोमा। बाई।